नमस्कार। आजको भिडियो अलि फरक छ। हिजो म सिम्पल ब्लग बनाउँछु भनेर सोचेको थिएँ। यो सप्ताहमा हाम्रो नेपाली दाजुभाइहरूको कोरियामा सामान्य भेटघाटको प्लानिङ थियो। तर कहिलेकाहीँ जिन्दगीले हामीले सोचेको भन्दा फरक स्टोरी लेख्दो रहेछ। यो भेट बिस्तारै एकदम यादगार मोमेन्टमा बदलियो। भेटघाट भयो, मिठा मिठा गीतहरू गाइयो, सँगै नाचियो, हाँसियो, रमाइलो गफ गर्दा गर्दै रात कसरी बित्यो भने पत्ता नै पाएन। यो अनएक्सपेक्टेड मुभमेन्ट नै आजको भिडियो हो। अब मेरो ब्लगको सुरुवात हुन्छ हामी सामान किन्नलाई बजार जाँदै गर्दा बाटोबाट, जुन चाहिँ मैले यो चाहिँ लसुनको बारी हो है। यो देखेको जति ठुलो बारी छ नि, यो चाहिँ लसुन हो। कहिलेकाहीँ हामी यसमा पनि काम गरिन्छ है। अनि बिदाको दिनमा अहिले चाहिँ ठुलो भइसकेको छ, यसरी खेती गरिन्छ। अनि यो चाहिँ हाम्रो कम्पनी नजिकैको पुल हो कि। अनि हाम्रो दाजुहरूले चाहिँ यसलाई ओभर धेरै नै विकास गरे कोरियाले भन्नुहुन्छ कि होइन। यो बाटो सिधा बनाउनलाई मात्रै यति ठुलो पुल बनाएको हो कि। अनि हामी चाहिँ आज बजारतिर जाँदैछौँ। धेरै पछि म भिडियो बनाउँदैछु, यसो सम्झना लायक हुन्छ। अनि आज धेरै नेपाली दाइहरूसँग नि भेटघाट हुँदैछ। अनि सँगै बसेर खानेवाला पनि छौँ, त्यही भएर बनाइहाल्छु भनेर बनाउँदैछु। अब एकछिनमा हामी चाहिँ अहिले हिँड्दै बस स्टेसनमा जान लागेको छौँ है। त्यहाँ चाहिँ सबैजनाको भेट हुन्छ, नेपाली दाइहरू। अनि त्यहाँदेखि हामी बजारसम्म सँगै जान्छौँ। त्यहाँ पुगेर बस स्टेसन गाउँको यति बोर्ड हुन्छ, हिँडेर ट्याक्क कुर्ने हो। फेरि यति छ यसले बसले रोक्ने ठाउँ नै यति हो। फेरि अन्त बाटोमा कहीँ पनि रोक्दैन। घरको ढोकैमा पुगे नि बाटो, तर त्यहाँ रोक्दैन। यहाँ आएर रोक्छ ट्याक्क। हामी चाहिँ अब यहाँनिर पर्खिराखेका छौँ है। लु हाम्रो बस आइपुग्यो हो। अब हामी बसमा चढ्छौँ। यो चाहिँ यातायात कार्ड होइन, ट्याक्क यो कार्डले यस्तो छाउने हो भने पैसा काटिहाल्छ। एकचोटि इन्सानी गर्नुपर्छ। अन्नासमिका यसरी पैसा काटो। अब चाहिँ हामी यहाँ गएर बस्छौँ। यो चाहिँ झर्दाखेरि चाहिँ योबाट, यहाँबाट चढ्दाखेरि अगाडिबाट, अनि झर्दाखेरि यसरी हामीले चाहिँ कार्डबाट दियौँ। हाम्रो साथीले चाहिँ टिलिङ 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 पार्दैछन् उसले। लु हाम्रो दाजुहरू आइपुग्नु भयो। ल दाजुहरू स्वागत छ है, स्वागत छ हजुरहरूलाई। ल हामी चाहिँ दाजुहरूसँग ट्याक्क भेटघाट भयो। अब जान्छौँ बजारमा। हामी चाहिँ अहिले ट्याक्क मार्टतिर पुगिसक्यौँ है। यहाँको कोरियाको हाम्रो एरियाको चाहिँ लोकल मार्टमा। अनि हामी यहाँ चाहिँ सामान मासुहरू, भरे पार्टीको लागि के चाहिन्छ सबै सामानहरू किन्छौँ। अनि हामीले धेरै किन्ने चाहिँ पसल, यो पसल चाहिँ धेरै चाहिँ किन्ने। एकचोटि चाहिँ हामीले सामानै बिर्सेर गएको थियौँ यो पसलमा। अनि 1-2 हप्ता पछाडि आएर अनि त्यसपछि सोद्धाखेरि पनि त्यो सामान चाहिँ यहीँ राखिदिएको थियो क्या। यति इमान्दार हुन्छ। टोली हाम्रो गल्ली गल्ली घुमिरहेको छौँ। रमाइलो छ लोकल मार्केटको अवस्था होइन। लु अहिले हामी चाहिँ ट्याक्क सेकेन्ड ह्यान्ड मार्केटमा छौँ है। कुन चाहिँ कोट हो यो कोट? ए राम्रो राम्रो कोट रहेछ यार। तर यहाँ चाहिँ कस्तो सस्तो, दामी सस्तो पाइन्छ हो यार दाजु। अनि हाम्रो दाजुहरूले चाहिँ ट्याक्क उकिँदै हुनुहुन्छ सुस। 네, 내 얼굴 나오게 나 예뻐서 안 돼. 예쁘세요? 어디? 거기 나라? 그 나라? 네. 나 TV 나와? 네, 나 유튜브에 나오죠. 유튜브에서 나와요. 아, 인터넷? 네. 나 안 돼. दाजुहरूले चाहिँ सागे सस्तो गरी चाहिँ किन्दै हुनुहुन्छ जुत्ताहरू भलिबल खेल्नको लागि। कोरियन चाहिँ मक्ख छ। 네, 갈게요. 수고하세요. सुगेशमिदा 감사합니다। कम त मिठो बोल्छ है। तर इम्प्रेस आइरहेको छौँ। चिने खायो अहिले चाहिँ हामीलाई धेरैचोटि आइसक्यौँ। हामी नकिनेर मात्रै हेरेर पनि जान्छौँ नि त। अवलोकन त सधैँ गरेर ल हामी चाहिँ सामान किन्दैछौँ है। यति मात्रै 500 को। यो चाहिँ 1000 को अरे। तर साह्रो न साह्रो हुन्छ हुन चाहिँ ठिक छ।
अनि अरू के छ लग्नु पर्ने नानीले हलमा आयो ओछ्छन् अन्य 500 रे नेपाली ठिकै छ लास्टै महँगो हुन्छ कि ओछ्छन् अन्य राम्रै छ छैन बिग्रेको छ 500 रे यति चाहिँ किनौँ ला यार यति सामान नेपाली 1500 को है केही छैन 5 वटा गेरा आलु छ अनि त्यसपछि अलिकति लसुन छ अनि त्यसपछि टमाटर छ 7-8 वटा गेडा 1500 रुपैयाँ यति नै आउँछ यति महँगो छ ल अब चाहिँ हामी मासु किन्न गइरहेछौँ मासु गोरुको खुट्टा कुखुरा यसरी राखेको हुन्छ अनि पुरै काटिदिन्छ कि ओरी पनि 1 लाख कसलाई हो मलाई हो ए ढुक्क ल ल ल फर्स्ट प्राइज पर्यो भने है 1 लाख हो कि भाइ 1 लाख हाम्रो भयभरलाई म मसाइजतिर छिराइदिन्छु ए यो नबनाऊ ल लुट्टो पर्यो भने राजुले चाहिँ लुट्टो काट्नु भएको छ कहिले नि काट्नु नकहिलेकै मात्रै हो हाम्रो साथीहरु सब अनि दाजुको सबैले मसाइज लुट्टो पर्यो भने त्यही पनि फर्स्ट प्राइज इल्दुङ परेको खण्डमा 1 लाख मलाई दिने रे अहिले चाहिँ हामी ट्याक्क मार्टमा आएको छौँ है कतिको महँगो पर्छ म देखाउँछु ल टमाटर पर्छ 4 वटा दाना छ होइन यसको मूल्य चाहिँ 5340 मतलब 500 रुपियाँ एउटालाई चाहिँ 120 रुपियाँ जति पर्यो एउटालाई चाहिँ एउटा दानालाई नेपाली यति महँगो हुन्छ अनि यो चाहिँ एप्पल 5 वटा दाना छ 5 वटा दानालाई 980 रुपियाँ लास्ट महँगो हुन्छ फलफुल अनि सागसब्जी तरकारीहरू चाहिँ एकदम धेरै नै महँगो हुन्छ ल यो सब पार्टीको सामान हो ट्याक्क हामी अब दाइको कम्पनीतिर जाँदैछौँ कम्पनीमा गएर ट्याक्क पारेर रमाइलो गरेर पकाएर खान्छौँ है थोरै हिँड्नुपर्छ कम्पनी पुग्नलाई दाइहरूको कम्पनी चाहिँ ट्याक्कै जङ्गलको बिचमा छ फेरि रमाइलो छ मोज गर्नुपर्छ ल हामी पार्टी चाहिँ यहीँ हुनेवाला छ जो सबैजना बसेर रमाइलो गरेर हाम्रो खानामा चाहिँ चिकन पोक हुन्छ होला अनि ससेजहरू मेन चाहिँ रक्सी भइहाल्यो रक्सी चाहिँ लट्स अफ लास्ट धेरै छ एकदमै धेरै चाहिँ रक्सी खाने दाजुले चाहिँ रक्सी खानुहुन्छ हामी चाहिँ रक्सी नखाने 2 जना छौँ अनि 2 जनाले चाहिँ जुस खान्छौँ जस रमाइलो हुन्छ के कस्तो हुन्छ अब हाम्रो चाहिँ ट्याक्क कुखुरा काट्न सुरु एकदम दाजुको एप्रोन पनि आउने भयो खतरा कुखुरा त ठुलो छ तर मजाकै छ यार म पनि एप्रोन लाएर आउँछु ल हाम्रो वकिल भाइ चाहिँ पुरै ल यता प्वाख भुत लाउनेतिर लायो ह अरू त ढङ्ग छैन नि त दाजु यो प्वाखै भुत लाउने त्यो डुबाउनु पर्दैन पानीमा हाम्रो सञ्जय सर हाम्रो मार हान्ने मान्छे उहाँ हुनुहुन्छ प्लास्टिक बेर पुरै व्यवस्थित पाराले त्यही पनि हाततिर रङ लगाएर चाहिँ रद लगाएर चाहिँ मेरो हातमा रद छिट्यो रमाइलो हुँदैछ आजको दिन लु हाम्रो किचनमा चाहिँ मिठो खानेकुराहरू पाक्दैछ है अनि यता चटपट बन्नलाई यो सामान रेडी हुँदैछ इन्ग्रिडियन्ट्सहरू अनि उता एकजनाले कुखुराको मासु पकाउँदै हुनुहुन्छ भने अर्कोजनाले नि कुखुराकै मासु पकाउँदै हुनुहुन्छ अनि हामी चाहिँ यता गीत लगाएर रमाइलो गरेर बसिरहेका छौँ अनि दाजुहरू चाहिँ मोबाइल चलाउँदै बस्नुभएको छ त्यही अब एकछिन नाचेको डान्स गरेको पनि हाल्छौँ होइन हाम्रो दाजुहरूलाई स्वागत छ है मेरो भिडियोमा चाहिँ आज चाहिँ धेरै पछाडि हामी सबै दाजुभाइ भेट भएर चाहिँ रमाइलो गरेर बसिरहेको छौँ है
गाइस एकदमै रमाइलो भइरहेको छ अहिले चाहिँ ट्याक्क रातिको 9:30 भएछ एकदमै रमाइलो भइरहेको छ यतिको सो चाहिँ यति रमाइलो भइरहेको छ ल दाजुहरूको प्रतिभा यो मन गुनगुनाउँछ अतीतका दिनहरू कति सपने पर्खिरहे तिमी आएनौ वेदनामा गीत तोडे तिमी आएनौ वेदनामा गीत तोडे सुनिदेऊ यो गीत मेरो तिमीहरूको तिमीलाई बचाउन नसकुला तर तिमी सँगैमा रोइदिन सक्छु तिमी मैले भने माना तिमी माया खाना तिमी सुखमा छैन होला धनीमा छैन होला हाम्रो बारेन बाबुले फेरि कोही तबला बजाएपछि कहिले गरी गरम गिलास दिन्छु कहिले अहिले फेरि हस्पिटलमा आफू पहला नाटकहरू बस्नु परिरहेको छ कहिले दिदीमा मन्त्रीमा परिरहेको छु कहिले पित्ततिर मन्त्रीमा परिरहेको छु यही हो संस्कार यही हो संस्कृति यही हो रक्स सिकाएको छु हल्ला गरेको छु ठिकै गरेको छु भत उठ्दाखेरि कुरा गरेको छु मुख छाडेको छ बेलुका बेलुका भएपछि अनि बाबामाले रोज गान सिकाएको थियो Mexico,